2065 साल फागुन 23 गते नेपालगञ्जको त्रिभुवनचोक नजिकै रहेको एक धनाढ्यको घर। प्रत्येक दिन बिहानै खुल्ने ढोका त्यस दिन अबेलासम्म पनि खुलेन। छिमेकीहरूले बाहिरैबाट बोलाए, दीपक, ए दीपक, सीता भाउजू, ओ सीता भाउजू। कुनै आवाज आएन। शङ्खा लागेर ढोका नक गरे अनि घरभित्र चियाए, तर ढोका भित्रैबाट बन्द थियो। मुख्य चोक नजिकै भएकाले खैलाबैला मचियो, मानिसहरू भेला भइहाले। त्यसै बीचमा एकजनाले घरको पछाडिको बारदलीमा डोरी झुन्डिएको देखे। जनसङ्ख्या बढ्यो, डरको माहौल सिर्जना भयो। उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरी आउँदासम्म पनि घरको ढोका खुलेन। प्रहरीहरू ढोका फोडेरै भित्र गए। भित्र दृश्य हेरि नसक्नु थियो। नेपालगञ्जमा नाम चलेका सुनचाँदी व्यवसायी दीपक हेमकरसहित परिवारका 4 सदस्य र 1 कामदार गरी 5 जनाको घाँटी रेटेर हत्या गरिएको थियो। घटनास्थलमा रगतको आहाल थियो। ज्यादै डरलाग्दो यो दृश्य प्रहरीसँगै उपस्थित स्थानीयहरूले पनि देखे। नेपालगञ्ज नगरपालिकाको वार्ड नम्बर 11 मा पर्ने सदर लाइनमा सुनचाँदी व्यवसायी दीपक हेमकरसहित उनका बुबा, आमा, हजुरआमा सहित उनीहरूको घरमा काम गर्ने 15 वर्षीय बालकको घाँटी रेटेर हत्या भएको थियो। हत्यासँगै तत्कालीन समयमै झन्डै 29 लाख मूल्य बराबरको सुन र चाँदीको सामान समेत हत्यारा समूहले लिएर गएको थियो। वेल, कसले र किन गरेको थियो त त्यो हत्या? 15 वर्ष लगाएर प्रहरीले कसरी समायो त हत्यारालाई? घटना घटेको अघिल्लो रात 2062 साल फागुन 22 गते देशमा एकातिर सङ्कटकाल थियो भने अर्कातिर राजनीतिक दलको आन्दोलन पनि चलिरहेकै थियो। साँझ नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो। साँझ 8 बजे पछाडि भोलिपल्ट बिहान 5 बजेसम्म हिँडुल गर्न पाइँदैन थियो। कर्फ्यूकै बीच पनि दीपक हेमकरकै चिनजानका केही आफन्तहरू साँझ पाहुना भनेर उनको घरमा आइपुग्छन्। दीपकले उनीहरूलाई स्वागत गर्छन्। त्यो रात त्यहीँ बस्न भन्छन्। राति 12 बजेसम्म घरमा मिठा मिठा परिकार बनाएर खान्छन्। त्यस पछाडि सबैजना सुत्न जान्छन्। मस्त निन्द्रामा भएको बेला दीपकको परिवारका सदस्य र कामदारको पालै पालो घाँटी रेटेर हत्या गरिन्छ। मासु काट्ने कसाईको प्रयोग गरेर रुद्रघण्टी काटिएको हुन्छ। प्रहरीको भनाइअनुसार घाँटी धेरै पनि काटिएको छैन। जहाँ रेट्दा मानिस मर्छ त्यति भाग मात्र काटिएको छ। हत्या पछाडि घरमा भएको सुन तथा नगद लिएर त्यो समूह घरको पछिल्लो बारदलीबाट डोरीको सहायता लिई तल झरेर बिहान पख भारततर्फ लाग्छन्। भोलिपल्ट बिहान छिमेकीहरूले फोन गरेपछि पुगेको प्रहरीले घटनाको अनुसन्धान गर्दै मुजुल्का उठाउँछ। घटना घटेको केही दिन अगाडि नै दीपककी श्रीमती दिपा सोनी भारतको लखनऊ स्थित आफ्नो माइत गएको र बहिनी प्रीति हेमकर बुटोलमा भएकाले परिवारको सबै सदस्यहरूको मृत्यु हुँदै गर्दा उनीहरू 2 जना भने भाग्यले बच्छन्।